हेलो साथीहरू, तपाईहरु सम्पूर्णमा नमस्कार। म दिलबहादुर पुलानी। आज म तपाईहरु माझमा नेपालका नदीनालाहरू सम्बन्धी अति महत्त्वपूर्ण विषयवस्तु लिएर तपाईहरु माझमा उपस्थिति भएको छु। यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला किनभने यो भिडियो तपाईहरुको लागि उपयोगी पनि हुन सक्छ। यस भिडियोमा विशेष गरी मैले पढ्ने बेला कसरी विषयवस्तुलाई सम्झने गर्दथे त्यो विषयमा तपाईलाई शेयर गर्न गइरहेको छु। हुन्छ, आउनुहोस् अब हामी विषयवस्तुतर्फ लाग्नेछौँ। विशेष गरेर तपाईहरुको माझमा मैले यहाँ विषयवस्तु अलरेडी सारेको छु किनभने लेख्दै पढाउँदै गर्दा धेरै लामो भिडियो बन्ने भएका कारणले यसलाई छोटो र प्रभावकारी भिडियो बनाउनको निम्ति मैले अलरेडी विषयवस्तुलाई यहाँ सारिसकेको छु। यसलाई सरसर्ती म तपाईहरुको माझमा प्रस्तुत गर्नेछु है त। हुन्छ, यहाँ हेडलाइनमा लेखिएको छ नेपालका नदीका पौराणिक नाम र उद्गम स्थल है। उद्गम स्थल हुन्छ, यसको बारेमा हामी पढ्ने छौं। हुन्छ, नदीका नाम, पौराणिक नाम हैन, त्यसपछि उद्गम स्थल र सम्झने तरिका कसरी सम्झिने त भनेर त्यो चाहिँ लेखिएको छ उतातिर। अनि यो पौराणिक नाम हो, अनि यो उद्गम स्थल हो, अनि यो नदीका नामहरू 7 वटा नदीहरूको नाम मैले यहाँ प्रस्तुत गरेको छु। बाँकी भागहरूमा मैले अझै धेरै तपाईहरु माझमा नदीका नामहरू अनि पौराणिक नाम अनि उद्गम स्थल त्यो चाहिँ सबै ल्याउने छु है त। आज चाहिँ यहाँ व्हाइट बोर्डमा यति नै अटाएको छ, त्यसकारणले चाहिँ यति नै म तपाईहरु माझमा पढाउन चाहे है त। हुन्छ, अब हामी 1 देखि सुरु गर्नेछौँ। 1 मा छ अरुण नदी। अरुण नदीको पौराणिक नाम भनेको के हो त भन्दाखेरिमा महाप्रवाह हो। अनि यसको उद्गम स्थल तिब्बतमा छ। अनि सम्झिने तरिका मैले कसरी लेखेको छु त भन्दाखेरिमा अरुण र प्रवाह तिब्बतमा गए। हेर्नुस् त, यहाँको अरुण सम्झिनुस्, त्यसपछि यहाँको पछाडिको प्रवाह सम्झिनुस्, अनि तिब्बत सम्झिनुस्। तिब्बत हेर्नुस् त के हुने भयो त भन्दाखेरिमा अरुण र प्रवाह कहाँ गए? तिब्बतमा गए। यसरी सम्झिन सक्नुहुन्छ है त। हुन्छ, अब हामी 2 नम्बरतिर जानेछौँ। 2 नम्बरमा रहेको छ इन्द्रावती। इन्द्रावती नदी। इन्द्रावती नदीको पौराणिक नाम भनेको के हो त? सत्यवाहिनी। यसको उद्गम स्थल कहाँ छ? जुगल हिमाल, अथवा यो नआएर तपाईलाई अप्सनमा के पनि आइदिन सक्छ भन्दा 5 पोखरी। 5 पोखरी ताल है, यसको उद्गम स्थल रहेको छ। भने सम्झने तरिका इन्द्राको बहिनीले पाजु लगाए। हेर्नुस् है त, म कसरी सम्झाउँछु, यो इन्द्रा मात्र सम्झिनुस्। अनि यसलाई बाहिनी भनेको छ, यसलाई बाहिनीलाई बहिनी भनेर सम्झिनुस् हैन। अनि यहाँ चाहिँ के हुन्छ त भन्दाखेरिमा पाजु। पाजु भनेको छोरी मान्छेहरू लाउँछ नि हैन खुट्टामा, अनि छै बज्ने पाजु हैन, त्यो सम्झिनुस्। अब यहाँ भनेको इन्द्रा भनेको एउटा केटी भयो। इन्द्राको बहिनीले हैन के लगाए त भन्दाखेरिमा पाजु लगाए। यसरी नै यहाँ चाहिँ सम्झिने तरिका तपाईहरुलाई मैले लेखेको छु। के त भन्दाखेरिमा इन्द्राको बहिनीले पाजु लगाए भनेर चाहिँ यहाँ तपाईहरुको माझमा मैले लेखेको छु। यसरी सम्झिन सक्नुहुन्छ है त। एउटा लिङ्केज गरेर एउटा चाहिँ कुनै सेन्टेन्स बनाएर तपाईले यसरी सम्झिन सक्नुहुन्छ। हुन्छ, अब हामी 3 तिर जानेछौँ। 3 मा छ बुढी गण्डकी है। बुढी गण्डकी, अनि यसको चाहिँ पौराणिक नाम के हो त भन्दाखेरिमा यशोधारा। यशोधारा हो। यसको उद्गम स्थल कहाँ छ त? गणेश हिमाल। अनि यहाँ सम्झिने तरिका के छ? बुढीले यसो गणेशलाई हेरे है त। अनि तपाईलाई यहाँ नराम्रो पनि लाग्न सक्छ होला हैन, बुढीले यसो गणेशलाई के त हेरे भनेर। यो चाहिँ एकदम बिल्कुल नै के हो त भन्दाखेरिमा सम्झिने एउटा तरिका हो। जसरी भए पनि हामीले सम्झिनु पर्छ हैन त। त्यसकारणले के त भन्दाखेरि बुढीले बुढालाई हेर्नुपर्ने हो, तर चाहिँ कसलाई हेरे त भन्दाखेरिमा गणेशलाई हेरे। यसरी सम्झिनुस्। यहाँ बुढी मात्र सम्झिनुस्, बुढीले, अनि यसो भनेको यसो मात्र सम्झिनुस्, यसो मात्र ल्याउनुस् यहाँबाट। अनि गणेश भनेको कुनै एउटा केटाको नाम हो हैन। के हुने भयो त भन्दाखेरिमा बुढीले यसो कसलाई हेरे त? गणेशलाई हेरे। हेर्नुपर्ने बुढालाई हो, तर चाहिँ के कसलाई हेरे त? गणेशलाई हेरे है त। बुढीले यसो कसलाई हेरे त? गणेशलाई हेरे। यसरी चाहिँ तपाईले एउटा सेन्टेन्स बनाएर अनि सम्झिन सक्नुहुन्छ
है। यसो गर्यो भने तपाईहरु कहिले पनि बिर्सनु हुने छैन। अब 4 तिर जाने छौं। दरौदी, दरौदी नदीको नाम हो। अनि पौराणिक नाम दरौदीको के त विश्वधारा। अनि उद्गम स्थल कहाँ रहेको छ त भन्दाखेरिमा दरौदीको कहाँ त बुद्ध हिमाल, बुद्ध हिमाल। यसरी कसरी सम्झिनु त यसलाई त भन्दा दरौं, यसलाई के सम्झिनुस् त भन्दाखेरिमा दरौं भनेको दगुरौं भनेको मात्रै है त, दौडौं भनेको मतलब। अनि त्यसपछि विश्व मात्रै ल्याउनुस् यहाँबाट। अनि के हुने भयो त भन्दाखेरिमा के हुने भयो त यहाँ दरौं भनेको दगुरौं, कहाँ दगुरौं विश्वभरि दगुरौं, कहाँ दगुरौं रे विश्वभरि दगुरौं। केसको लागि दगुरौं त भन्दाखेरि बुद्धत्व प्राप्त गर्नको लागि हैन, केसको लागि बुद्धत्व प्राप्त गर्नको लागि। यहाँ के हुने भयो त दगुरौं भनेको दौडौं अनि विश्वभरि दगुरौं। किन दगुर्ने त कारण के हो त दगुर्ने भन्दाखेरिमा बुद्धत्व प्राप्त गर्नको लागि हैन त। यसरी सम्झिन सक्छ। दरौदी नदीको के त भन्दाखेरिमा पौराणिक नाम विश्वधारा है, अनि उद्गम स्थल बुद्ध हिमाल। यसरी हामी सम्झिन सक्छौं है। आशा छ तपाईहरुले बुझिराख्नु भएको छ। अब हामी 5 तर्फ जानेछौं। 5 मा रहेको छ सेती नदी है त। सेती नदी, सेती नदीको पौराणिक नाम भनेको वैष्णवी स्वरूपा है त। यसको चाहिँ के हो त भन्दाखेरिमा पौराणिक नाम वैष्णवी स्वरूपा। अनि यसको उद्गम स्थल कहाँ हो त भन्दाखेरिमा सैपाल हिमाल, सैपाल हिमाल। अनि कसरी सम्झिने त भन्दाखेरिमा एउटा सेती भनेको केटीको नाम होइन, अनि काले हैन, गोरे, सेती, अनि यो सबै के त अनि नाम भन्छ नि हैन त, अनि नाम राख्छ नि त। अनि त्यस्तै गरेर सेती भन्ने एउटा केटी छ, त्यसको चाहिँ के त भन्दाखेरिमा वैश्य भनेको यसलाई के त वैश्य सम्झिनुस्, के त भन्दाखेरिमा वैश्य सम्झिनुस्। के हुने भयो त भन्दाखेरिमा सैपाल भनेको मतलब यहाँको सैको सै मात्रै ल्याउनु, सैपालको सै मात्रै ल्याउनुस्। के हुने भयो त भन्दाखेरिमा सेती अनि वैश्य, वैश्य आएर के भयो नि त सै के भएको छ नि त सै भएको छ। मतलब यहाँ तपाईले देख्नुहुन्छ सेती चाहिँ के भएको छ रे वैश्य आएर, के आएर वैश्य आएर, वैश्य आएर के भएको छ त सै भएको छ भनेको राम्री भएको छ भने हो है। यसरी तपाईहरुले चाहिँ सम्झिन सक्नुहुन्छ। सै भएको छ, के भएको छ रे सै भएको छ भनेको राम्री भएको छ भन्नु खोज्यो। सेती वैश्य आएर के भएको छ त सै भएको छ। यो के हुने भयो त भन्दाखेरिमा सेती भयो नदीको नाम भयो, वैष्णवी स्वरूपा यसको पौराणिक नाम भयो, र अनि सैपाल हिमाल यसको उद्गम स्थल भयो। यसरी सम्झिन सक्नुहुन्छ है त। अनि त्यसपछि 6 नम्बरमा तमोर, तमोर नदी। यसको पौराणिक नाम के हो त भन्दाखेरिमा दुखदी, दुखदी, दुखदी यसको चाहिँ पौराणिक नाम हो भने यसको उद्गम स्थल कहाँ रहेको छ त कुम्भकर्ण हिमाल, कुम्भकर्ण हिमाल यसको उद्गम स्थल हो। यसलाई कसरी सम्झिने त भन्दाखेरिमा यहाँ लेखेको छ तमोर, मतलब भनेको तमोर भने हो है। तमोर दुख दिस, मैले आफै थप्या हो एउटा सेन्टेन्स बनाउनको लागि। तमोर दुख दिस कुम्भकर्ण जस्तो सुतेर, के रे तमोर दुख दिस कुम्भकर्ण जस्तो सुतेर। अनि 10 वर्षसम्म सुत्दो रहेछ हैन। अनि आमाले भन्नुभयो के त भन्दा तमोर दुख दिस कुम्भकर्ण जस्तो सुतेर, 10 वर्षसम्म सुतेर चाहिँ दुःख दिँदो रहेछ, त्यस कारणले चाहिँ तमोर दुख दिस अनि कुम्भकर्ण जस्तो सुतेर भनेर चाहिँ यहाँ मिलाइएको छ। यसको तमोर लेख्नुस् हैन, दुख दिस यसमा यस स थप्नुस्। अनि त्यसपछि कुम्भकर्ण भनेको हैन हामीले पहिलेदेखि जान्दै आएको के भन्दा कुम्भकर्ण भनेको बढी सुत्ने हैन, सुत्ने व्यक्तिलाई चाहिँ कस्तो कुम्भकर्ण जस्तो सुतेको भन्ने चलन छ। त्यस कारणले चाहिँ यहाँ सेन्टेन्स त्यसै गरेर बनाएको छु। तमोर हैन, अनि दुख दिस, साह्रै दुख दिस के गरेर त भन्दाखेरिमा कुम्भकर्ण छ जस्तो के त 10, 11, 12 वर्षसम्म सुतेर, दिनभरि सुतेर हैन दुख दिस भन्न खोज्या है त। यसरी तपाईहरुले नकारात्मक होस् अथवा सकारात्मक होस् जसरी पनि अनि सेन्टेन्स बनाएर अथवा कुनै कुराहरुसँग लिंकेज गरेर तपाईहरुले पढ्न सक्नुहुन्छ। त्यसबाट के हुन्छ त भन्दाखेरिमा दीर्घकालीन रूपमा हाम्रो दिमागले क्याप्चर गर्दछ है त। अर्को रहेको छ 7 नम्बरमा, 7 नम्बरमा रहेको छ मादी, मादी नदी। मादी नदीको पौराणिक नाम के त भन्दाखेरि माण्डवी, अथवा यसलाई चाहिँ कौमारे स्वरूपा पनि भन्दछ। मादी नदीको पौराणिक नाम भनेको माण्डवी अथवा कौमारे स्वरूपा हो। अनि यसको उद्गम स्थल भनेको कहाँ हो त भन्दा अन्नपूर्ण हिमाल,
अन्नपूर्ण हिमाल हो यसको उद्गम स्थल। अब हामीले कसरी सम्झाउँ त, मामा कोमा भन्ने हो है। अब यहाँ कोमा भन्ने नि हुन्छ हैन, छिटो भन्दा मामा कोमा पनि हुन्छ। अनि के छ त, अन्न छ। अब यो यहाँ काँडा आयो त भन्दाखेरिमा मा भनेको पहिला सुरुको मा भनेको मादी, अनि अर्को दोस्रो मा भनेको यो के हो त, माण्डवी आयो हैन। कोमा भनेको के हो त भन्दाखेरि कौमारे स्वरूपा भने हो। अनि त्यसपछि अन्न छ भन्न खोजेको के हो त भन्दाखेरिमा अन्नपूर्ण हिमालको, अनि अन्नपूर्ण हिमालबाट अनि यो आएको छ अथवा उद्गम स्थल कहाँ हो त, अन्नपूर्ण हिमाल हो। यसरी चाहिँ हामी सम्झिन सक्छौँ। यसरी तपाईँहरूले चाहिँ सम्झिन सक्नुहुन्छ। अनि भाग 1 मैले यहाँ तपाईँहरू माझमा प्रस्तुत गरेँ। यदि तपाईँ यस्तै तरिकाहरू तपाईँहरू चाहनुहुन्छ भने, यदि यो भिडियो तपाईँलाई मन पर्यो भने यस भिडियो लाइक, कमेन्ट र सेयर गर्न र यस च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। हुन्छ, हस्, धन्यवाद, नमस्कार।